जीवनमा धेरै पाउने चाहनामा हामी कहिलेकाहीँ त्यस्ता कुराहरू गुमाइरहेका हुन्छौँ जसको मूल्य पैसाले कहिल्यै तिर्न सक्दैन। धेरै पैसा, धन, सम्पत्ति कमाएपछि सुख आउँछ भन्ने सोच स्वाभाविक हो। तर त्यही दौडमा हामीले आफ्नो जीवनको अमूल्य पलहरू, समय, सम्बन्ध, अपनत्व र आत्मिक शान्ति गुमाउँदै त छैनौँ भन्ने प्रश्न भने सायद नै हामीले कहिल्यै आफूले आफूलाई सोध्ने गरेका छौँ। आजको समाज हेर्दा यो कुरा झन् प्रष्ट देखिन्छ। महल जस्ता घरहरू छन्, सबै सुख सुविधाहरू छन्, तर सोच्नुपर्ने कुरा के हो भने एट वाट कस्ट? त्यो सबै भौतिक सुख संरचनाहरूको पछाडि लुकेको मार्मिक दृश्यलाई सायदै कसैले मतलब गरेका होलान्। अग्ला भित्ताहरूले घेरिएका ती घरहरूमा सन्नटा मात्रै बसिरहेका हुन्छन्। छोराछोरीहरू उज्जवल भविष्यको खोजीमा विदेशिएका छन्, आमा बुबा यहाँ एक्लै छन्। उनीहरू सफलता कमाइरहेका छन्, तर त्यही सफलताको पछाडि पारिवारिक साथ, माया, स्नेह र अपनत्व जस्ता पैसाले कहिल्यै किन्न नसकिने अमूल्य पलहरू बिस्तारै छुट्दै गइरहेका हुन्छन्। तर यहाँ एउटा कुरा स्पष्ट बुझ्न जरुरी छ। सबैजना एउटै कारणले घर परिवारबाट टाढिएका भने पक्कै हुँदैनन्। कतिपय मानिसहरू बाध्यताले आफ्नो परिवारको आधार बनिरहन दैनिक जीवनयापन चलाउन विदेशिएका हुन्छन्। उनीहरूको यात्रा सङ्घर्षपूर्ण हुन्छ, त्यहाँ त्याग हुन्छ, जिम्मेवारी हुन्छ। तर अर्कोतर्फ भने कतिपय अवस्थामा अझ बढी सुख, अझ माथि पुग्ने चाहनाले पनि हामीलाई त्यस्तो दौडमा धकेल्छ जहाँ पुगेर पनि मन भने सधैँ खाली नै रहन्छ। त्यसैले समस्या विदेशिनुमा होइन, समस्या त्यो हो कि हामी के का लागि दौडिरहेका छौँ र त्यो दौडमा के गुमाइरहेको छौँ भन्ने कुरा बुझ्न नसक्नुमा हो। यसरी हेर्दा लाग्छ हामी आधुनिक बन्ने नाममा पश्चिमी प्रभाव पछ्याउने क्रममा यति धेरै व्यस्त जीवनशैलीमा बगिरहेका छौँ कि हाम्रो आफ्नै धर्म, संस्कार, संस्कृति र आध्यात्मिक मार्गबाट बिस्तारै टाढिँदै गइरहेका छौँ। र त्यसको फलस्वरूप अहिले हाम्रो समाजमा बढ्दै गएको एक्लोपन, मानसिक तनाव, मानसिक समस्या र हिंसा जस्ता गतिविधिहरूले प्रष्ट दर्शाइरहेका छन्। साँचो कुरा त के हो भने जीवनको सुख र खुसी केवल भौतिक सफलतामा मात्रै सीमित रहँदैन है। धनले सुविधा दिन सक्छ, तर मनको शान्ति र आत्मिक सन्तुलन दिन कहिल्यै सक्दैन। त्यो त हाम्रो संस्कार, हाम्रो मूल्य र हाम्रो आध्यात्मिकताले मात्र दिन सक्छ। जब हामी आफ्नो जरा सम्झिन्छौँ, आफ्नो धर्म, संस्कृतिलाई सम्मान गर्दै आध्यात्मिकतिर आफूलाई ढकेल्ने प्रयास गर्दछौँ, त्यति बेला जीवन आफै सही दिशातर्फ अघि बढ्न थाल्छ। भगवानप्रतिको विश्वास र समर्पणले मनलाई शान्त बनाउँछ र त्यही शान्त मनले परिवार र समाजमा माया, एकता र समझदारीलाई अझ गाढा बनाउँदै लैजान्छ। बिस्तारै मनमा उठ्ने अनावश्यक डर, प्रश्न, नकारात्मक सोचहरू पनि आफै हराउँदै जान्छन्। अन्त्यमा भन्न चाहे हाम्रो जीवनको साँचो धन भनेको केवल कमाई मात्रै होइन है, बरु कस्तो परिस्थितिमा कस्तो शान्त मन लिएर हामी बाँचिरहेका छौँ भन्ने नै सबैभन्दा ठुलो कुरा हो। त्यसैले समयमै आफूलाई सोध्न जरुरी छ, धन कमाउने दौडमा, सुखको खोजीमा कतै हामीले आफ्नोपन, संस्कार, आफ्नो मूल धर्म र आत्मिक शान्ति नै त गुमाइरहेका छैनौँ। यी कुरा वा भनौँ भाव कसैले सिकाएर मात्र सिक्ने अथवा बुझ्ने कुरा होइनन्। यी त भित्री मन र आत्माले महसुस गर्ने कुरा हुन्। त्यसैले आजको आवश्यकता अनुसार हामीले फेरि पनि आफ्नो धर्म, संस्कार र संस्कृतिसँग जोड्नु एकदमै जरुरी छ। र यही मूल्यहरू हाम्रो आउने पुस्तासम्म पुर्याउनु झन् महत्त्वपूर्ण छ। सबैको यात्रा फरक छ, सबैको सङ्घर्ष फरक छ, तर अन्त्यमा खोजिने कुरा एउटै हो, साँचो सुख, शान्ति र अपनत्व। सबैको भलो होस्। धन्यवाद।